हेलो नमस्ते सबैजनालाई। सो आज हामी दार्जिलिङ आएको छौँ। र दार्जिलिङ आयो भने तपाईँहरू जुयै गएन भने त दार्जिलिङ आएको के फाइदा है। सो हामी सबैजना अहिले जु जाँदैछौँ विथ फ्यामिली। सो मसँग अहिले मेरो वाइफ अन्त भाउजू र सो दार्जिलिङ आएर जुनै गएन भने त केही पनि एउटा उयो छैन नि त है। सो त्यही लागि हामी फ्यामिली जु जान आँटेको। अब इन्फर्चुनेटली अब दादा चाहिँ जानु भएन, अब उहाँको काम भयो। सो है दा यो ब्लग हेरेर है मिस यु है। सो यस्तो छ अहिले वेदर, अलिक रेनी आएर नानीको परेको छ। यस्तो पानी भने अब घरै बस्नु मनपर्छ, तर के गर्नु है, घुम्नुपर्छ। अब यस्तो वेदरमै जुऱ्यो, जुन हामीले के गर्नु सक्छ है। सो हेर्नुहोस्। सो हामी पुगे चौरस्ता हो। अब चौरस्तामा चाहिँ मारपाच हुँदो रहेछ। यस्तो चाहिँ अहिले चौरस्तामा यस्तो भइरहेछ लोकेसन। यस्तो पनि बिचरा भाइहरू बहिनीहरू उभिएर देशभक्त जनाउँदैछ। बाबा र आमाले आउनुभयो ठिक्कै। अब यहाँ चाहिँ छाताको लागि हल्का डिस्कसन हुँदैछ। ठुलो छ कि त्यो यो ठुलो बराबर हो। यो ठुलो हेर्नु त, त्यो ठुलो ल जाउँ। मैले बिर्सेछु त बाटो भिन्नै कता हो। खै जू जानुपर्छ। जू यहाँ देखाउ न यहाँ। अब हामीहरू ओह्रालो ओह्रालै गएको जूको बाटो। जिम मनसुन यस्तै दिन पऱ्यो। यस्तो दिनमा रमाइलो हुन्छ। क्यामेरा पक्रिन्छ थाहा छैन। अब हामी भोकल भोकल गर्नु छौँ। के लु यता हेर्नु न अनि के हुन्छ हुन्छ। अघि पछि कुद्दा खिच्नु पर्ने भयो। अब तपाईँलाई डाइरेक्ट जू पुगेर देखाउँछ है। सो फाइनली हामी पुग्यौँ। Head northwest on Robertson Road. हामी पुग्यो यता जू पद्मा नाइडु हिमालयन जोलोजिकल पार्क एन्ड हिमालयन माउन्टेनर इन्स्टिट्युट रहेछ। त्यस्तो छ। औषध फुड नतलब हाम्रो त्यो भिडियो देखाएन म। यहाँ छ वालेटमा पैसा निकाल नि। सो यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ। सो यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ हो। यो के भइसक्यो नि हेर। टिकट
टिकट काउन्टर चाहिँ यहाँ छ हेर्नुहोस् ल जुमा हामी एन्ट्री भयौँ सो यस्तो छ सो ऊ चाहिँ लास्ट उसको जब सानो हुँदा उसको बर्थडेमा आएको अरे त्यहाँबाट आज आउँदैछ कति है 16 साल है 16 साल बाद आएको अरे है दार्जिलिङको भएर नि यस्तो तलै भित्र त है आमा बाबा भाउजू अगाडि हुनुहुन्छ यता रहेछ फोटो खिच्ने नि मजा भयो बाबा बसिहाल्नु त सही दिने पानी परेर एकदमै पगी भइरहेछ उकालो चाहिँ कता जाँदो रहेछ थाहा भएन चलो चलो आ रही है देरी वाला यहाँनिर रहेछ यो चाहिँ हाम्रो हिमालयन टार के हो तपाईँलाई त यहाँ रहेछ नि त जङ्गली बाख्रा टाइपको चौरीहरू चौरीलाई छ है ठुलो जाँदा चाहिँ अब ओरिहालेर देख्यो कस्तो लाग्यो राम्रो लाग्यो यो चाहिँ जङ्गली बाख्रा रहेछ है यहाँ के रहेछ हेर मैले अनि त्यही त हो न होइन अर्कै हो यो बिरुवा मिर्गा रहेछ नि त यहाँ चाहिँ है बियर बियरहरू रहेछ दिन राम्रो भएको अलिक मजाले देख्थ्यो ल है यस्तै नभयो दिनै के भन्नु के हो यहाँ हँ बन्दर बन्दर बान्दरहरू रहेछ त लङ्गुर रहेछ नि त है लङ्गुर पानी नपरेको त हुन्छ नि के हरिसा दिन्छ यो के हो आम्बो यो त मजाको है हिरन पक्र त यो ठुलो खाले रहेछ है नि त सिङ खाले है हिरन भन्छ है वेदर चाहिँ होइन मजाले नदेखेको भन्यो यस्तो चाहिँ साम्बर डियर रहेछ राम्रो है यस्तो छ है हेरौँ चाहिँ सिङ हेर न भयो चलो चलो यहाँ के रहेछ यहाँ त के छ अल्पा भ्याक्युम प्याक्स अरे सुत्यो होला यिनीहरू त खै हेरौँ न फोटो छैन हौ खै कहाँ बस्छ यिनीहरू चाहिँ खै छैन त नि लुक्यो होला नि जाडोमा दिन राम्रो भएको पनि निस्किन्छ हेरौँ है दिने जस्तो भयो चौरी गाई याक 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 हो याक त हो नि खै अनि है त्यसको पुच्छर पनि देखिरहेको छ त नि याक रहेछ त खै के रहेछ हेरौँ न याक याक त याक रहेछ त नि पानी परेर होला तिनीहरू
hả? Cái này đúng cái kia xin. Kiss me? ताकिनु ताकिन Chưa ta cái nào chứ? ताकिनु भनेको यो तिम्रो Hiram đâu ya? Hiram nào? गाई टाइपको हो यो नि ताकिन Takin. ताकिन भने भुटानमा थाहा हो बाबा। भुटानमा पनि हुन्छ नि त Takin. पकड त ताकिन भुटानमा पनि त हुन्छ सो है एनिमल चाहिँ एनिमल छ मजा आउँदैछ हामीलाई है एक्सप्लोर गर्नु बिचरा यहाँले चाहिँ खै पक्र त यहाँ भिजेर अब यिनी झ्यार खाँदै रहेछ सानो सानो के हो यो यो के हो यहाँ पुरौँ न। यो चाहिँ मिस्मी ताकिन रहेछ कि यो अघिको रहेछ नि चाहिँ। तर यो अर्को माथिबाट हेर्नु छ र पानी नपाउनु नि छ छैन रहेछ दिस इज ब्लाइन्ड यहाँ यहाँबाट देख्छ नि चरो ए कस्तो ठुलो रहेछ माथि ब्लू कलरको माथि जो रेड पनि रहेछ तल देख्यो कलर रेड छ नि त यहाँ माथि माथि रहेछ नि चराहरू ए रेड कलरको पनि रहेछ हौ देख्यो Come se ne pastello? मोगली यो चाहिँ बेङ्गल नेचरल हिस्ट्री म्युजियम हेरे हुँदैन ब्ल्याकबाट ल्याएर ल यो यसमा चाहिँ हुँदैन रहेछ फोटोहरू सो यसमा भिडियो बन्द गर्छ हामी कहाँनिर छ पक्राउ न एन्ट्री होइन त La 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 la. No, no, empezó a hacer.
के यस्तो यहाँ नि हिस्ट्री रहेछ नि तल भन्छ जस्तो जानुपर्ने यता चाहिँ यहाँ हिस्ट्रीहरू होला नि त के छ के हुन्छ के हो भनेर होला नि त अघि हामी चाहिँ आयो नि कसो जानुपर्ने छ हामी चाहिँ फोकस त बाबालाई मात्रै गर्दै थियो तिमीले त क्यामेराम्यानलाई क्यामेरा एक्सन फोकस त कहाँ यहाँ पस्छ नि त अरू टाउको हाल्नु नि त्यहाँ म च्याप्पो भइसक्यो हेर त खुट्टा मुनि पनि हेर न म पनि त्यस्तै भयो त म पनि पस्छु पक्र त्यहाँ बुझ गरिहाल्छ पानी हाल्छ पक्र के भयो हाई भन्नु न यस्तो छ कन्डिसन पानीले भिजायो कन्डिसन यस्तो छ हौ कन्डिसन यस्तो छ है यस्तो छ हाँ ल फोटो खिच्यो बाबा छाता माथिबाट ओर्नु न हाँ पक्र नै हो हाल्नु न मुन्टो अलिक माथि चढ्नु न अलिक अगाडि आउनु त भयो म पनि खिचिदिन्छु ल आमा खिच्नुहुन्छ बाबाले पोज गर्यो आमा हाँस्नु हुँदैछ मुन्टो तल तल बसेर खिच्नु न पत्तामा चिसो हुन्छ नि चिसो हुन्छ हाल्छ नि उसले त अहिले कहाँ हो रेन्ट सेन्टर त्यो मुन्टो छिराएर आउँदाखेरि पसिना सरी भयो गएको फोटो सेक्सन भयो त्यसमा खिच्छौ म ए उयो छ बन्द गरिदिउँ के भयो यो बन्द हुँदैन नि त सो अब हामी माथि जानु लागेको म्युजियमपट्टि लाइब्रेरी जाउँ न है म्युजियम रहेछ नि त यतापट्टि यहीँबाट देखेर माथिको देखाउनु टेन्सन अर्को रहेछ फोटो पनि खिच्दा हुँदैछ नि है तिमी न म लुगा लगाऊँ ल बाउँ ल दादा ए मन्दिर रहेछ माथिपट्टि रहेछ
Fotografi not allowed. Eh? Yeah. By the time that. यस ये जाना है तो ना 되죠? 그래서 이거 뻥쳐라. 땡님 एडवान हिलरी हो यो हैन सर एडवान हिलरी यता चाहिँ क्याफे पनि रहेछ हो त्यहाँ फोटो सेसन रहेछ 갔다 오래 거이. 다들 놀이요. 사진 찍는데 또 봤다. 안 게, 그거는 사진 찍는데. 이쪽으로 쏠기네요. 1 2 3 버려놔. 이거 버려놔. 예? 내놔. 아유, 뭐냐, 언제 얘. आइज आइज यता धेरै आयो यिनीहरू रहेछ कि पानी परेर ननिस्केको रहेछ नि टाइगर नै होला त्यसो भए खोइ कहाँ गयो त्यो उता आयो तल आयो भाइ मस्त गर्नु चाहिँ औजार उकालो निस्क्यो त नि बाघ नि भित्र होला है त्यसो होला कहाँबाट पक्रेर लिएको होला यिनीहरूलाई है बिचरा गर्छ है यिनीहरूले गर्छ कराउँछ है स्याल हुँदै हो स्याल वुल्फ ओइ हावालाई चाहिँ धेरै यिनीहरूले होइन किन हावा र यस्तो कम्पिटिसन खेल्छ कि अन्त पाटा हुन्थ्यो नि त पहिला अन्त अब भरे को छिटो पुग्ने माथि अन्त अहिले ऊ गरेर कि अब माथि ऊ गर्छ नि त साथी अन्त माथि पुग्दा माथि ऊ गरेर हावा हारेको भन्यो यसको कुरा हो पो भनेर यिनीहरूले बाई बाई अहिले बाई भन्छ चित्तो पनि निस्किन्छ अब खै टाइगर छ देखे हुए भी फोटोहरू खिच्ने अरे बाबाले खिच्दैन ढक्क भन न बाबाले खिचिन आँट्छ तिमी खिच्यौ हो तिमी खिच्यौ छाता पक्रिदिउँ त्यसो खिच्नु नि अरे छोड़ ना एप्रिसिएट पाइहाल्नु बाबाले अच्छा यस्तो रहेछ भित्र फगी चाहिँ नराख्नुपर्छ नि आधी छ के छ बाबा फगी लाग्यो ए ऊ त्यहाँ रहेछ नि त खेल्ने चाहिँ
त्यो के हो उयो माउन्टेनको खेल्ने खेल्दैन ट्री टप रोप कोर्स ट्री टप रोप कोर्सेस अरे उयो फोटोहरू खिच्नुहुन्थ्यो हेर छ्या पानी टिकट पर्छ त्यो खेल्नु पर्छ होला नि खेल्नुहुन्छ त्यो खेल्नु पहिला नेटमा भएर खेल्छौ तिमी हेर ऊ सजिलो छ देखाउ न यता यसरी चढ्दो रहेछ नि त खरिदस जान न Singing will not overcome fear, but action will. Right? उमा कप पुग्छ Hi, copy it. यहाँ पिल्छको यो चराहरू नि रहेछ होइन सिङले सिङ दिएको नि यो ए खाएको होला यसै अहिले चाहिँ यदि घरमा यता खोल्यो भने न हुन त यो कति दामी यहाँ रहेछ नि त यति बेला हो नि त हो भिडियो गर्ने बेला त अनि ओ माई गड अहिले निस्केछ नि हेर दिन राम्रो भन्छ मजाले निस्किहाल्दो रहेछ नि फोटो अहिले चाहिँ वेदर अलिक खोलेर चाहिँ अलिक अहिले राम्रो देख्दैछ अहिले याकहरू अघिको चाहिँ यसो फगीले गर्दा यसो राम्रो देखेन अहिले चाहिँ एकदमै राम्रो देखिरहेछ वेदरले नि बहुत म्याटर गर्दो रहेछ है मजाले भिजन छ अहिले चाहिँ एकदमै याकहरू यहाँ त केही छैन होला उतावटसँग फोटो खिचवाला हेलो नाटिया कर्तव्य देखाउनु पर्छ भालुले जान्छ ब्याग माछा छ भने गयो त्यो भएको के देखाएन मेरो अनुहार भनेर हेर्नु न खाइदिनु भएन पुदको भाजी है खाइदियो इतने जम्प नहीं मारता अब पछाडिबाट आउँछ यो देखे उल्टा आएगा नहीं उल्टा चलता है या कि वो हैवी कह रहे ये पेड़ पे भी उल्टा चढ़ जाता है बाबू बैठ जा बैठो अरे ना बैठो बैठ जा जाको वो है ना मदारी मदारी है ना यहाँ चाहिँ रहेछ रेड पान्डा यतापट्टि रहेछ रेड पान्डा
자, 잘라 보지. 또 이렇게 그냥 또. 뭐 붙여 보더라. 비라를 쓰라기는. 아, 그렇지. 쏟는 거 같아. 이거 빤다. 레이서 친 거랑. 이거 왔네. panda 뭐야 그래서 랩반을 가는 거야. 이제 와, 나부터 집에 놓고. 단 물에 있어. 맛도 안 됐어. 어디로 가보죠? 안돼, 형님. 이거 모르는 건 아니야. ya ini cara sampo cara ini cara maintenance terotto white
कोकोटोवा अब यो हो नि त सुगा कत्रो बढे हामी लियोपर्ड क्याट छैन रहेछ ऊ माथि रहेछ नि ऊ लियोपर्ड क्याट रहेछ नि लियोपर्ड क्याट हेर न ऊ माथि सुतिरहेको छ ऊ माथि लियोपर्ड क्याट हो ऊ यहाँ नि छ अर्को बिरालो बिरालो पनि किसिम किसिमको हुन्छ नि त है यो चाहिँ जङ्गल क्याट रहेछ ऊ यो चाहिँ लाइन जस्तो रहेछ अर्को चाहिँ त्यो चाहिँ यो चितुवा है यही सडक रहेछ नि त यति नै रहेछ यसो त्यही हो यति नै भाउजू ल अब एक्जिट भयो जुन राम्रै थियो कस्तो लाग्यो अनुभव आजको जुन चाहिँ एकदमै राम्रो थियो राम्रो छ हजुरहरू पनि आउनु सक्नुहुन्छ यता भिजिट गर्नुहुन्छ सो एकदमै तर कति कुराहरू थिएन जस्तो अब फिस एक्वेरियम भयो है कतिको मेन्टेन हुँदो रहेछ बादमा हुन्छ होला राम्रै छ एकदम फ्यामिलीसँग आउने कपलसँग आउने है राम्रो छ एकदमै सो हजुरहरू पनि आउनुहोस् होला एकबार यता राम्रो छ